Hey guys, welcome to my channel Ritu Ratna Shwesta. So guys, आज चाहिँ मेरो प्राइमेरी हेल्थ केयर सेन्टरमा ड्युटी छ अनि म चाहिँ रेडी हुँदैछु। अब चाहिँ मैले मेरो यो कोट लाउन बाँकी छ अनि मलाई चाहिँ घरबाट 9 बजे निस्किनु छ। सो गाइस म चाहिँ रेडी भएँ हैन। अब चाहिँ मलाई साह्रो ढिलो भइसक्यो। मेरो यहाँ सनस्क्रिनमा ब्लेन्ड भएन छ। अब म मेरो यो ज्याकेट हाल्छु। दिदीहरु ज्याकेट लाएर जानुपर्छ गाइस। मेरो घरबाट लाइक 1 घण्टा लाग्छ के त्यहाँ जान। म 9 बजे हिँड्यो भने म ठ्याक्क 10 बजे पुग्छु। एकदमै टाढा छ के चाङ्गु नारायण हस्पिटल हो, त्यही भएर टाढा न टाढा छ। अनि चेन फेरि झ्याउ लाग्दो छ। यो अब माक्स हाल्छु। मेरो कपाल पनि कस्तो घिनलाग्दो आहा। अनि आजकल चाहिँ एकदम पल्युसन छ, त्यही भएर चस्मा नलाइकन त म कहीँ जानै सक्दिनँ। लाइक आँखै देख्दिनँ भने चस्मा लगाएन भने त धुलोले त्यो सो गाइस अब चाहिँ म जान्छु। अब चाहिँ म गाइस हजुरहरूलाई त्यही गरेर भेटौँला। बाई। गाइस म चाहिँ चाङ्गु नारायण हस्पिटल आएँ अनि हस्पिटलको बाटो चाहिँ यस्तो छ कि अनि यो चाहिँ भ्यू हो हस्पिटलबाट। पल्युसनले गर्दा यस्तो क्लियरै छैन। म चाहिँ छिटो आएँ होइन। लाइक 9 बजे हिँडेको 9:40 मा आइपुगेँ। अरूहरू कोही पनि आएको छैन, हामी 3 जना मात्रै आयौँ। यो हस्पिटल चाहिँ त्यस्तो ठुलो छैन, एउटा सानै छ। पिआइसिसी हो। अनि थाकेँ म। हामी 3 जना मात्रै आयौँ कि कोही आएकै छैन। सलिना हेलो भनिदेऊ। वर्षाजी हेलो भनिदेऊ। यता हेर्न वर्षा हेलो भन। सो गाइस कोही आएको छैन। पर्फेक्ट भयो। अब मैले त्यो भगवान हो ऊ चाहिँ आज कुक हो गाइस। हाम्रो आज के प्रोग्राम छ अरे? हाम्रो आज ग्रान्ड प्रेजेन्टेसन हो, त्यही प्रोग्राम छ अनि त्यसको लागि कुकिङ नि गर्नु छ। सो या अहिले चाहिँ हाम्रो लन्च ब्रेक भयो अनि लन्चमा चाहिँ हामीले चटपटे ल्याएको छौँ अनि यिनीहरू चाहिँ खाने जनता हो। हाम्रो चाहिँ यता कुकिङ हुँदैछ गाइस। यहाँ चाहिँ सुनेरीले मासु पकाउँदैछ होइन। अनि उता चाहिँ चियाकोलाई सोरीले गर्दैन। अनि यता चाहिँ अचारो हाम्रो सेफ लक्ष्मी। ऊ साथीले क्या साइड आइदिएको। यता हेर्नु साथी अब चिज हो हजुर खिचिरहेको। सो गाइस अहिले चाहिँ हामीले प्याज काटिरहेको छ। प्याज काट्ने ब्युटिफुल चाहिँ उहाँ हो। सारा दिदी लजाउनु भयो। हाम्रो सोभिया झन् कस्तो लजाउँछ होइन सोभिया। मेरो मुख कस्तो नराम्रो देख्यो यार गाइस, कस्तो नराम्रो देख्यो मुख, तर केही छैन। ले चाहिँ प्याज काटेर आँखा एकदमै रसाइरहेको छ। कस्तो नराम्रो देखेको के मुख। रहेको थियो भने र सबैभन्दा लोएस्ट भनेको चाहिँ ओस्टियोआर्थराइटिस लिएर आउनु भएको थियो। यसलाई चाहिँ नम्बरमा भन्नुपर्दा चाहिँ सब्स्टिट्युएन्सी र फ्र्याक्चर भएर आउनु भएको पेसेन्ट 14 जना हुनुहुन्थ्यो भने जना के सलिना त के हो र सेन्टी भा त उही सलिना। हाम्रो चाहिँ आजको ग्रान्ड प्रेजेन्टेसन सिक्थ्यो
अब चाहिँ हामी बाहिर जान लाग्यो त्यहाँको भ्यू चाहिँ खतरा है ल गाइज है अब रितुले मलाई बोल्नु रे यस्तो छ हालत हाम्रो स्कुटीमा हामी जाँदैछौँ यिनीहरूलाई ओभरटेकिङ यसको चस्मा हेर्न आन्टी जस्तो छ अनि यहाँ चाहिँ भ्यू एकदमै राम्रो छ ओहो ठुलै ठुलो आयो बिस्तारै भ्यू गाइज दामी भ्यू हामी चाहिँ भक्तपुर आयौँ कति लाज लाग्ने बोल्न यहाँ चाहिँ रुक्छ पुग्छ यो मन्दिर छ्या कस्तो लाज लाग्ने मन्दिर ल के बोल्दो रुक्छ ल गाइज हामी चाहिँ अब भक्तपुर पुग्यौँ अनि यहाँ हेर्नु भ्यूलाई गाइज 1 2 3 अनि ढिलो हिँड्यो माथि हो क्या भ्यू यो हो कि यो मलाई यो राम्रो लाग्छ यो दिएको पनि सुट भइरहेको हो यहाँ चाहिँ बिहाको सुटिङ चाहिँ दामी हुन्छ जुइली हुन्छ दिल्ली नै हुन्छ सो गाइस यहाँ कति धेरै बिहाको सुट हुँदैछ अन्त उता दुईवटा आलु चाटे कि ओ त्यहाँले चाहिँ आलु चा अहिले चाहिँ हामी उता खान जाने हो गइहाल्यो के गर्ने अहिले जाने कि पछि जाने तल भोक्लाई भन्छ पात भएको होला नि के त अनि त्यो चाहियो त्यो ल्यान गाइस यसको चाहिँ बिजनेस छ होइन लुप्स बाइरु भन्ने फलो गरिदिनु होला सबैजना अनि हजुरहरूलाई केही लाइक किरिङ सिरिङ अब यस्तो मफलर सफलर बनाउँछु मफलरहरू चाहियो भने चाहिँ यसको कन्ट्याक्ट गर्नु यसले एकदमै सस्तो प्राइसमा दिन्छ ल रितुको नाम लियो भने फ्ल्याट 20% नवदुर्गा देउटा ठ्याक्कै आइसक्यो होइन कि यहाँ चाहिँ किन छुइलेन जात्रा हुन्छ लाइक हेर्नु सो गाइस अहिले चाहिँ हामी आलु चामा छौँ अनि चाहिँ हाम्रो टोर्नेडो फ्राइज आयो भने अझै 2टा डिस आउन बाँकी छ के थियो अरे त्यही के बटर चिकन पुटिन हो कि के हो त्यो अनि चिकन ऱ्याप त्यहाँबाट बाँकी छ सो अब चाहिँ हामी गसिप गर्छौँ गाइस गाइज हामीले यति धेरै खायौँ कि प्याकै गराउनु पर्ने भयो बेकारमा मलाई त छि मिठो लागेन यार मलाई त्यो मिठो थियो तर हामीले एकैचोटि त्यो धेरै मगाएर त्यो खान सकेन त्यो मान्छेहरू कस्तो अब त्यहाँ बस्छौँ के कस्तो पेटै कस्तो भयो कि त्यो एकदमै धेरै चिज अनि त्यो सस त्यसै त यहाँ मोटाएर गुबारा भइसक्यो अब म गुबारा भन्दा ठुलो के हुन्छ अब हामी बस्छौँ गाइस एकछिन ल होइन रितुले चाहिँ फुडलाई युटिलाइज गरेर चाहिँ अघि यो के आलुचाम त्यो स्यान्डविच के खाएर नभएको थियो अब यसले त्यहाँ पपी भेटाएछ अब ऊ चाहिँ दिन गयो ल म चाहिँ तपाईँहरूलाई यहाँको एक ग्राउन्ड देखाइदिन्छु यता चाहिँ म्युजियम हो कि त्यो अनि त्यहाँ चाहिँ हामी स्टुडेन्टहरू गयो भने चाहिँ कम लाग्छ पैसा तर आज खुल्लै छैन त्यो बन्दै छ ढोका अनि ऊ त्यो सुनको ढोका भएको ठाउँमा गएको छ तपाईँहरू त्यहाँभित्र कस्तो अलि हन्टेड प्लेस जस्तो लाग्यो मलाई चाहिँ म गएको थिएँ पहिला भेरी स्केरी ल हेर्नु यही हो फोटोसुट गरिने ठाउँ बिहेको धेरै मोस्टली कमन यहाँ माथिको देखायो होला तपाईँहरूले यहाँ यो एरिया हेर्न खाएन रे त्यो कुकुरले बिचोरा दिएर आएको पनि बेहाल हेर्नु यस्तो देख्छ हेर हाम्रो ऋतु यस्तो ल पुर्की ल हेर लगाएर आइसक्यो कुर्तामा फोन कुकुरले धरि नमिठो लाग्यो भनेपछि त्यो कति नमिठो थियो होला होइन कि एकदमै धेरै त्यो तेल पनि थियो क्या त्यसमा त्यसैले पनि कहाँ जाने यार बसौँ न ल जा ल 10 मिनटमा फालेर आउने रे
सल्लाहघारीमा गएर सनसेट हेर्नु चुम चुम चमचम के हो त्यहाँ गएर चाहिँ हामी अब सनसेट हेर्छौँ होइन लिटरली वी आर डुइङ रोमान्टिक थिङ्स गाई छ नि तपाईँहरूलाई थाहा छ नि लाइक होइन यस्तो स्टेपहरूमा बसेर लभरहरू बस्छ नि त्यस्तै हामी पनि यस्तो स्टेपमा बसेर खुट्टा हल्लाउँदै लभर जस्तै बसिरहेको छु है कपाल बसिरहेको थियो कि अघि अहिले त सबै उत्रियो कि अनि हामीलाई नि ताहा लाग्यो नि हामी पनि यस्तैमा आएर बस्दिएको नि त नि अब चाहिँ हामी लभर जस्तै सनसेट हेर्न जान्छौँ तर गाइस म स्ट्रेट हो सीधा स्ट्रेट म पनि नो एलिगेसन्स हामीलाई कस्तो झ्याउ लाग्यो हामी पनि यस्तो खुट्टा हल्लाउँथ्यो यहाँ ल जाम जाम कति जाम 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 गरिरहेको छ कति सनसेट हेर्न मन लाग्यो अघि त्यहाँ दुईजना अङ्कलले हाम्रो भिडियो खिच्या हो त्यसको भिडियो खिच्छ त्यो को हो र त्यसको भिडियो खिच्नलाई हो कि होइन अब त्यसको भिडियो खिचेर चाहिँ के गर्नु म अनि त्यो अङ्कलले मेरो भिडियो खिच्ने हो हामी डक्टर होइन के भन्दै थियो नि होइन 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 उसले डक्टरै खोज्छ भने थाहा रहेछ तिनीहरूलाई त्यही त्यस्ता बुढा अनि एकदम बुढो बुढो हुनुहुन्थ्यो क्या अलिकति ओल्ड एज टाइपको कस्तो लाज लाग्यो सबले हेरेर जाऊ त मेरो हातसम्म तल उत्रेर मेरो हात समाउन दुख्दै ल दुख्छ हात दियो सो गाइस अब चाहिँ हामी फेरि त्यही त्यो नराम्रो खाने ठाउँ नराम्रो नै होइन कि नराम्रो होइन एकदमै अफेन्डेड भएको छ नराम्रो भने कति नै आफ्नै रेस्टुरेन्ट छ नि किनभने त्यो ठिकै थियो हामीले अघि भर्खर खाएर आएको भएर हामी यस्तो ओइली र चिजी र कस्तो त्यो मिठो थिएन अनि अब चाहिँ हामी त्यसकै छेउमा गएर कुल्फी खान्छौँ म अब सबले हामीलाई हेरिरहेको छ तर वी डोन्ट गिभ ड्याम गाइस ओके गाइस भाइ धेरैले हेऱ्यो अब चाहिँ लाजै लाग्यो सो गाइस अब चाहिँ हामी कुल्फी खाएर अब यो पनि हामी लभर जस्तै सब मान्छेले हामीलाई हेरिरहेको छ खोइ किन हो थाहा भएन होइन यो ड्रेसले गर्दा नि होला कि कम्ती युनिक ड्रेस बोकेर हिँड्छौँ हामी यो त तिम्रो टेस्ट गरौँ के हुँदैन टोकेर खाने हो म नि टोकेर खान्छु लाइक यहाँ बसेर खाऊँ न एकछिन अनि जाऊँ के ऊ त्यहाँ टोक्नै सकेन कति साह्रो थियो अघि नै बसेर कुल्फी खाएको भयो कतिले मैले भनेको थिएँ चिकन ऱ्याप रे चिकन ऱ्याप होइन तेल ऱ्याप चाहिँ थियो त्यहाँ त्यो स्यान्डविच जस्तो एउटा चिकन ऱ्याप थियो चिकन ऱ्याप होइन तेल ऱ्याप चाहिँ हो त्यो कति तेल चुहिरो चुहिएको थियो क्या जाऊ त अब त्यो खान्छु म त्यो पनि मिठो रहेछ यो त्यो टोक्नै सकेन मैले टोक्नै नसक्यो गाइस हामी चाहिँ सनसेट हेर्न आएको थियो भनेर तर सन नै गइसक्यो यसलाई मैले जाम 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 भनेको थिएँ होइन एकछिन ठ्याक्क बस्यो भन्दै त्यहाँ भाइ आइरहेको थियो यहाँ पनि आइरहेको छ त्यहाँ के भइरहेको छ तल त्यहाँ मजा आइरहेको थियो कि बस्न चिसो सनै छैन यार अब जाम यहाँ अँध्यारो भयो छ्या सनै हरायो गाई म बाबालाई लिन भन्थ्यो त्यहाँसम्मलाई हिँड्दै जा आगो बज्छ त्यहाँ त डरलाग्दो हुन्छ क्या अलिकति किन नि त्यहाँ मान्छेहरू उता बिहा हो कि के हो म त्यही बुझिनँ के त मलाई कहाँ पुऱ्याइदिन्छ त सो गाइस म चाहिँ घर आएँ होइन अब चाहिँ म ड्रेस चेन्ज गरेर सुत्छु यार गाइस म थाकेँ जस्तो भयो परी परी आएन त आज मलाई लिन परी आयो किन माथितिर सो गाइस आजको भ्लग चाहिँ यति नै थियो होप हजुरहरूलाई मन पऱ्यो होला अब म के गर्छु न म सुत्छु होइन गाइस कस्तो थाकेको छ होइन सो या गाइस
आजको भ्लग चाहिँ यति नै थियो। होप हजुरहरूलाई मन पर्यो होला। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई।